श्रोता नमस्कार, तपाईलाई स्वागत छ स्थानीय निर्वाचन विशेष स्थानीय निर्वाचन 2074 विशेष यो कार्यक्रममा। सामुदायिक रेडियो दाउन 103.4 मेगाहर्जमा हरेक हप्ताको आइतबारदेखि बुधबारसम्म, यानि कि हप्ताको सोमबार र मङ्गलबार बाहेक हरेक हप्ताको हरेक दिन 8:30 देखि 9 बजेसम्म स्थानीय निर्वाचन विशेष कार्यक्रम आउने गर्दछ। मूलतः स्थानीय निर्वाचन विशेष कार्यक्रममा रहेर प्रविधिमा युवराज पोखरेल सँगसँगै म मनिष अधिकारी उपस्थित भइसकेको छु। श्रोता, स्थानीय निर्वाचन विशेष कार्यक्रम भन्ने बित्तिकै तपाईँकै जनप्रतिनिधि अनि तपाईँकै जनप्रतिनिधिले तपाईँकै लागि बोकेका उद्देश्यहरू के छन् त, सो विषयमा कुराकानी गर्ने गर्दछौँ। कतै सन्तुष्ट पक्षसँगको बहस त कतै असन्तुष्ट पक्षसँगको बहस। सोही क्रियाकलापमा कार्यक्रम आज स्थानीय निर्वाचन विशेष कार्यक्रमलाई अलिकति पृथक बनाएर लाने सोच गरेको छु। मूलतः मधेसी मोर्चा, 7 दलीय मधेसी मोर्चा अलिकति निर्वाचनबाट बाहेक हुन खोजेको जस्तो देखिन्छ। तैपनि सत्ताधारी दलहरूले, सत्तामा रहेका दलहरूले तथा नेपालको राजनीतिमा सत्ता भन्दा अलिकति पर रहेको ठुलो विपक्षी दल नेकपा एमाले पनि मधेसी मोर्चालाई काहीँ कतै फकाएर हुन्छ कि उनीहरूको मागलाई सम्बोधन गरेर हुन्छ स्थानीय निर्वाचनमा ल्याउनको लागि लबिङ गरेको देखिन्छ। आखिरी नेपालको सबैभन्दा ठुलो प्रजातान्त्रिक दल, संसदको सबैभन्दा ठुलो शक्ति नेपाली काङ्ग्रेस, अनि नेपाली काङ्ग्रेसको यो विषयमा अलिकति जिम्मेवारी के होला त, सोही विषयमा कुराकानी गर्नको लागि नवलपरासी क्षेत्र नम्बर 6 का सांसद देवकरण कलवारसँग मूलतः अलिकति विशेष स्थानीय निर्वाचन विशेष कुराकानी गर्ने प्रयास गरेको छु। माननीयजी, तपाईँलाई स्वागत छ यो स्थानीय निर्वाचन विशेष कार्यक्रममा। धन्यवाद। अलिकति सन्चै आरामै हुनुहुन्छ है? हिजो आजको व्यस्तता कतातिर? हिजो आजको व्यस्ततामा अब जुन निर्वाचनको जनजागरण कार्यक्रममा हामी व्यस्त छौँ, जनताको घरदैलोमा पुगेका छौँ र निर्वाचनको विषयमा उहाँलाई चाहिँ यसको विशेषता चाहिँ विषयमा व्याख्या गर्दैछु। जस्तो संविधान जारी भइसकेको यो 1.5 वर्षको अवधिमा अब जुन राजनीतिक जटिलता देखिँदै गइरहेको छ, जसरी संविधान संशोधन प्रक्रिया झन्झन जटिल बन्दै गइरहेको छ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनमा छ, दलीय ध्रुवीकरण बढिरहेको देख्न सकिन्छ, चुनावी माहौल सँगसँगै देश संवेदनशील अवस्थामा उन्मुख भइरहेको बेलामा यो राजनीतिक अस्थिरता अन्त्य गरी सहमतिका लागि देशको ठुलो संसदीय दल भएको हैसियतले नेपाली काङ्ग्रेसको जिम्मेवारी के होला? नेपाली काङ्ग्रेसको जिम्मेवारी मोर्चाका नेता मित्रहरूलाई सहमति मिलाएर निर्वाचनमा जाने हाम्रो लक्ष्य हो र उहाँहरू पनि पटक पटक सम्मान्य प्रधानमन्त्रीजी वार्तामा ल्याइसक्नुपर्छ र बालुवाटार लगायत विभिन्न ठाउँमा पनि वार्ता भइरहेको छ र उहाँ पनि सहमतिमा आउने एकदम कगारमा हुनुहुन्छ। अस्ति नै बालुवाटारको बैठकमा मोर्चाका अध्यक्ष महेन्द्र ठाकुरजीले 5 बुँदासम्म सहमति भइसक्यो, केहीमा सहमति हुन बाँकी छ, त्यो चाहिँ सहमति पनि हुने सम्भावनाको उसमा छ। त्यसैले अब यो सहमति पनि हुन्छ र निर्वाचन हुन्छ र सबै दल मोर्चा लगायत नेपाली काङ्ग्रेस समेतका निर्वाचनमा जान्छन्। तपाईँले यसो भनिरहँदाखेरि चाहिँ अलिकति मोर्चाको अडान वरिष्ठ तमलपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीसँग अघि भर्खरै बिहान कुराकानी गरेको थिएँ। उहाँको एउटा अडान चाहिँ के छ भन्दा काङ्ग्रेस एमाले माओवादी लगायत दलहरूले संविधान संशोधनको विधेयकलाई पल्ट्याएर पछ्याएर अगाडि बढ्न खोजे, त्यो कारणले हामी चुनावमा गइदैन भन्ने किसिमको एउटा अठोट जारी गर्नुभयो नि त। तपाईँले यसरी सहमतिमा ल्याउँछु भनिराख्दाखेरि यो उहाँ त्रिपाठीजीको आफूले विगत धारणा होला, तर उहाँका जुन नेता हुनुहुन्छ र मोर्चाका अध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ सहमति आएर चाहिँ अस्ति पनि वक्तव्य दिइसक्नुपर्छ र उहाँहरू सहमतिमा आएर चुनावमा जानुहुन्छ। जनताले निर्वाचन खोजेको, स्थानीय निर्वाचन भएको 19 वर्ष हो र जनता चाहिँ यो निर्वाचन नहुनु, विकास लगायत विभिन्न काममा चाहिँ अवरोध खडा भएको छ, विकास भएको छैन। जनता विकास खोजेको छ, शान्ति खोजेको छ, राहत खोजेको छ। त्यसैले जनतामा पनि जान्छ र निर्वाचन पनि हुन्छ र मोर्चा पनि निर्वाचनमा जान्छ सहमतिमा। यसको मतलब मोर्चा पनि बिस्तारै सहमतिमा आउँछ। अनि यो सहमतिमा ल्याउन नेपाली काङ्ग्रेसको जिम्मेवारी के होला? जिम्मेवारी के भने अब नेपाली काङ्ग्रेसको नेता सभापति शेरबहादुर देउवाजी, वरिष्ठ नेता रामचन्द्र पौडेलजी लगायत नेताहरू लागेका छन् र सम्मान्य प्रधानमन्त्रीजी आफै लाग्नुभएछ र तपाईँको अब चीनको भ्रमण सकिन आउनु बित्तिकै तुरन्त चाहिँ बैठक राख्नुभएको छ र सहमति ल्याउनु भएको छ। र अस्ति अघि पनि तपाईँलाई म भनिसकेँ कि मोर्चाका संयोजक मोहन ठाकुरजीले पनि अस्ति त्यो वक्तव्यमा दिए हामी 5 बुँदामा सहमतिमा गइसकेका छौँ, अझ केही छ भने त्यो पनि सहमतिमा हुन्छ र सहमतिमा उहाँहरू जानुहुन्छ र निर्वाचन हुन्छ, त्यो पक्का छ।
अलिकति यो कुराकानीलाई एकैछिन प्रसङ्गलाई मोडेर केन्द्रीय तर्फबाट अब स्थानीय निर्वाचन विशेष कुराकानी गर्न चाहे। स्थानीय निर्वाचनलाई लक्षित गरेर नेपाली काङ्ग्रेसले के कस्ता कार्यक्रम ल्याएको छ? निर्वाचनलाई लक्षित ल्याएको नेपाली काङ्ग्रेसले विकासको कुरो ल्याएको छ र शान्तिको कुरो ल्याएको छ। जुन अहिले तपाईँको त्यो देशमा अघि पनि मैले भनेको 19 वर्षको निर्वाचन जस्ता निर्वाचन नभएको हुनाले देशमा अन्नोल भएको छ। त्यो अन्नोललाई चिरेर र सहमतिमा ल्याएर त्यो निर्वाचनमा जान्छ। त्यसमा ढुक्क बस्नुहोस्। त्यो ढुक्क हुने कुरा त अलिकति पछाडि छँदैछ। कस्ता अलिकति जनतालाई लाभान्वित बनाउने खालका, जनता आकर्षक भएर नेपाली काङ्ग्रेसलाई नै भोट हाल्नुपर्छ भन्ने किसिमका योजना छन्? केही त्यस्ता योजना छन् भने बताउन सक्नुहुन्छ? त्यस्ता हजुर अब सरकारको माध्यमबाट नेपाली काङ्ग्रेसले विकासको बाटो कुरो भयो, सिँचाइको कुरो भयो, विद्युतको कुरो भयो, पर्यटनको कुरो भयो, कृषि कुरो भयो, विभिन्न कार्यक्रम अहिले उसले नेपाली काङ्ग्रेसले ल्याएको छ र त्यो कार्यक्रमबाट जनतालाई आकर्षण गराएको छ र जनताले पनि त्यसको लाभ पाएका छन् र आउने भविष्यमा नेपाली काङ्ग्रेसले जनतालाई शान्ति र विकासको कुरोमा लैजान्छ। र जब हामी यो देश तपाईँको कृषि प्रधान पनि देश हो र यो यहाँ पर्यटनको प्रशस्त मात्रामा यसको चाहिँ कार्यक्रम छ। साथै तपाईँको विद्युतको पनि कार्यक्रम लागेको छ र विद्युत यदि हाम्रो यो विश्वमा दोस्रो जलको देश धनी देश हो र यो विद्युत उत्पादन गर्न सक्यो भने हामी त्यो विद्युत उत्पादन गरेर बेचेर पनि हामी देश सम्पन्न हुन्छ र यहाँको जनता सुखी छ। त्यो पनि लक्ष्य छ, पर्यटन पनि लक्ष्य छ, कृषि पनि लक्ष्य छ र यहाँ नेपाली काङ्ग्रेसले उद्योग लगाउने पनि प्रक्रियामा छ र यहाँका जुन युवाहरू बेरोजगार भएर विदेशतिर पलायन भइरहेका छन् त्यो युवाहरूले विदेश नजाउन् भने त्यसको लागि कृषि माध्यमबाट या उद्योगको माध्यमबाट पनि कार्यक्रम नेपाली काङ्ग्रेस ल्याएको छ र त्यसैले त्यो आधारमा अहिले जनताको बिचमा जानु खोजेको छ, जनताको विकासको लागि, जनताको शान्ति सुरक्षाको लागि। नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचनमा कस्तो प्रभाव पार्ला? अलिकति समग्र देशको कुरा गर्दा, स्थानीय तहको नवलपरासी जिल्लाकै कुरा गर्दा कस्तो प्रभाव पार्ला? नेपाली काङ्ग्रेसले तपाईँले थाहा छ 2007 सालको क्रान्तिदेखि र अहिलेसम्म नेपालीको अहम भूमिका छ। देशको स्वतन्त्रता ल्याउनको लागि तपाईँको राणाको हातबाट या पञ्चायती कालबाट वा अन्लोलमा परेका माओवादी र राजा ज्ञानेन्द्रको उसमा परेका देशलाई पनि हाम्रा सम्मानीय शिखर पुरुष स्वर्गीय बाबुले पनि शान्ति कायम गर्नुभएको छ। त्यो जनताले विश्वास गरेको, जनताले नेपाललाई नेपाली काङ्ग्रेस बाहेक अरू देशले यो देशलाई केही चलाउन सक्दैनन् र नेपाली जनतालाई नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प पनि छैन र जनताले अहिलेसम्म पनि नेपाली काङ्ग्रेसलाई विश्वास गरेको छ। भनिसकेपछि स्थानीय तहको निर्वाचनमा अब अलिकति नेपाली काङ्ग्रेसले देशभरिमै अगाडि आउने एउटा वातावरण छ। एकदम नेपाली काङ्ग्रेसको पुरा मोर्च तराईदेखि तराई पहाड हिमालयदेखि यसको चाहिँ सञ्जाल छ। सञ्जालमा जनताले विश्वास गरेको छ नेपाली काङ्ग्रेसले। नेपाली काङ्ग्रेसलाई अर्को विकल्प जनताले पाएकै छैन र यो बाहेक अर्को कुनै विकल्प छैन जनतालाई र जनताले पनि नेपाली काङ्ग्रेसले विश्वास गरेको हुनाले यसको चाहिँ पूर्ण नेपाली काङ्ग्रेस विश्वास छ कि जनताले हामीलाई पत्याएको छ र हामीलाई बहुमत दिन्छन्। हामी पुरै देशभरिमा नेपाली काङ्ग्रेसको जित हुन्छ। अलिकति तपाईँ त मधेसी मूलको व्यक्तित्व पनि हुनुहुन्छ, तपाईँकै अब क्षेत्रमा पनि अलिकति एक किसिमको झडप भयो भन्ने सुनिन्छ। अब पछिल्लो समयको राजनीतिक वातावरण हेर्ने हो भने मधेसी मोर्चाको मागलाई डाइल्युट गरेर त्यो मागलाई पन्छाएर चुनावमा अगाडि गयो भने त अलिकति देशमा असमञ्जस्य परिस्थिति आउला जस्तो देखिन्छ नि त। त्यस्तो होइन, त्यस्तो एकदम गलत हो। हामी तराईवासी नेपाली काङ्ग्रेसमा बसेका र तराईका जनता पनि नेपाली काङ्ग्रेस विश्वास गरेका र मैले पनि एउटा जुन नवलपरासी क्षेत्रमा छेउमा सद्भाव जनजागरण रैली निकालेका थियौँ। त्यो शान्तिपूर्ण वातावरणमा कहीँ पनि झडप भएको छैन। त्यो संयोग के हो कि बिएगएफको 10 नम्बर ठोकरबाट नसैया जाँदाखेरि रुट चेन्ज भएको हुनाले पछाडि परेका साथीहरू रानीनगरमा चिया खान बसेका थिए। त्यो चिया खान बसेको पछाडि परेर हामी रुट चेन्ज गर्नु मलाई थाहा भएन र उहाँहरू रतनगञ्जमा जाँदाखेरि त्यहाँ त्यो तराई मोर्चाका केही कार्यकर्ताहरूले उहाँहरूलाई नेपाली काङ्ग्रेस झन्डा लगाएको हुनाले चाहिँ मोटरसाइकल तोडफोड गरेर उनलाई पिटेका हुन्। होइन, झडप भएको होइन। माननीय एकैछिन यो फोनलाई बन्द गरौँ न है। ओके, स्थानीय निर्वाचन विशेष कार्यक्रम यति बेला आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्छ। मूलतः नवलपरासी क्षेत्र नम्बर 6 का माननीय सांसद देवकरण कलवारसँग कार्यक्रममा रहेर बहस गरिरहेका छौँ, एक किसिमको कुराकानी गरिरहेका छौँ। स्थानीय निर्वाचन विशेष कार्यक्रम भन्ने बित्तिकै स्थानीय निर्वाचन अनि तपाईँका प्रतिनिधिहरूले तपाईँकै लागि बोकेका उद्देश्यहरू के छन् त सो विषयमा कुराकानी गरिरहेका छौँ। अलिकति पछिल्लो समयमा केन्द्रीय राजनीतिमा बढी फोकस गर्न चाहे नेपाली काङ्ग्रेस चाहिँ अलिकति आफ्नो संस्थापनमा अलिकति आफ्नो विधानमै सचेत भएन, जसले गर्दा स्थानीय निर्वाचनमा पछाडि पर्ने हो कि भन्ने किसिमको रामचन्द्र पौडेल पक्षधरहरूको आरोप छ नि। यो आरोप के हो त?
यो अस्तिको केन्द्रीय समितिको जुन बैठकमा पनि त्यो कुरा चलेको थियो। यो आरोप भन्दा अब केही साथीहरूले आफ्नो मान्छेको कुरा राखे तर त्यसको कुनै खास विशेषता छैन। हामी नेपाली काङ्ग्रेस एक ढिक्का छौँ र त्यसमा कुनै दुमत छैन। हामी एक ढिक्का भएर एक भएर पनि निर्वाचनमा जान्छौँ र त्यसमा अब विपक्षीले या अन्य कुनै व्यक्तिले त्यसको चाहिँ केही कुरो उठाउँछन् त्यो निराधार हो, त्यसमा कुनै तथ्य छैन। नवलपरासी क्षेत्र नम्बर 6 मा माननीयजी अब सांसदमा भइसकेपछि कस्ता कस्ता विकासका कार्यक्रमहरू भए, अब अलिकति त्यताबाट सुरु गर्न चाहे। मैले 2017 साल मक्सी 4 गते मत खस्यो, हजुर निर्वाचन भए, माघ 7 गते शपथ ग्रहण लियो र माघ 12 गते मैले यो देशमा जुन अहिलेसम्म कसैले पनि उखुको विषयमा सदनमा कुरा उठाएका थिएनन् त्यो सदनमा कुरा उठाएर त्यसलाई राष्ट्रिय बाली गराए। त्रिवेणी वाल्मीकि आश्रम झुल्ने पुल निर्माण प्रक्रियामा गइराखेको छ। सुस्ता जुन एउटा यो देशको एउटा मुटु हो र एउटा संवेदनशील पनि हो, त्यसको तटबन्धको लागि सरकारसँग 8 करोडको तटबन्ध निर्माणको काम भइराखेको छ र त्यही सुस्तामा जुन सुस्ता एउटा नेपाली जोड्ने जुन नारायणी नदीको चाहिँ झुल्ने पुल निर्माण कार्य भइराखेको छ र त्यही मेरो आफ्नै क्षेत्रमा त्रिवेणीदेखि शनिसम्म कालोपत्र बाटो बनिराखेको छ र सिँचाइको अहिलेसम्म मैले आफ्नो कार्यकालमा लगभग किसानलाई सिँचाइको लागि 1000 सानो ट्युबवेल पनि गराइसकेको छु र अझ पनि किसानको सुविधाको लागि तपाईको सिँचाइको कुरा पनि अझ भइरहेको छ। यही नेपाल गण्डक पश्चिम नहरसमिति 7 लाई आगामी बजेटको लागि पनि एकदम मर्मत जीर्णोद्धारको लागि यसको बजेट निकासा भइरहेको छ र यही मेरै क्षेत्रमा भएका सुजपुरा विद्युत गृहको लागि पनि आगामी कार्यक्रममा यसलाई 21 मेगावाटको लागि उत्पादन जुन 21 मेगावाट सुजपुराबाट पावर विद्युत उत्पादन भयो भने नवलपरासी रूपन्देही कपिलवस्तु प्रशस्त यसको बिजुली पुग्छ र बाटोघाटोमा जुन अहिलेसम्म कहीँ त्यो बाटोघाटो थियो र मेरो नवलपरासी क्षेत्र नम्बर 6 को 14 गाविसम्म बाटोका प्रत्येक गाउँमा पनि मैले पुर्याएको छु र कालोपत्र पनि बाटो बनिरहेको छ। अलिकति यो विषयलाई एकैछिन राखेर जुन नवलपरासी जिल्ला 2 खण्ड भइसकेपछि स्थानीय जनताको मागलाई सम्बोधन नगरिकन तपाई केन्द्रकै अडानमा अडिएर अब त्यसमा केही लबिङ गर्नु भएन भन्ने एउटा आरोप छ नि, यो आरोप के हो? यो आरोप गलत हो। मैले केन्द्रमा पनि तपाईको सडकदेखि सदनसम्म यसको कुरो उठाएको छु कि नवलपरासी सकभर हामीलाई एक ढिक्का पारेर राखौं। यो दुईटा हुँदाखेरि पनि केन्द्रकै आदेशलाई फलो गर्नुभयो अनि जनताका कुरा सुन्नु भएन भन्ने एउटा आरोप छ। यो जनताको कुरो होइन, केही नेताहरूको कुरो हो, जनताको आवाज होइन। जनताले केही भ्रमित पारेका छन्, त्यो भ्रमित चिर्नको लागि मैले म र मान्य विक्रम खनालज्यू, हाम्रो पार्टीका सभापति शेरबहादुरजी, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलजीसँग कुरा गरेर र यो नवलपरासी एक ढिक्का गर्नुस्। यदि एक ढिक्का गर्न सक्नु भएन भने दाउन्ने डाँडालाई पूर्व 4 र पश्चिम 5 बनाउनुस् अनि त्यसमा दुईटै नेताहरू सहमति बन्नु भए र यसको लागि हामी परासी पत्रकार सम्मेलन पनि गरौँ र यसैको लागि जनतामा सन्देश लाई हामी मोटरसाइकल रैली गरेका छौँ र जनताको घर दैलोमा गएर पनि मैले भनेको छु कि त्रिवेणी, कुडिया, नर्सरी, पकलियावा, रुपलिया लगायत हामी 5 नम्बर प्रदेशमा छौँ। तपाईहरु ढुक्क बस्नु, यसको लडाई मेरो जारी छ। अहिले यसको सीमाङ्कन आयोग बनेको छैन। सीमाङ्कन आयोग बन्नबित्तिकै सीमाङ्कन आयोग तपाईको घर दैलोमा आएर सोध्छ कि तपाईहरु कता बस्न चाहनुहुन्छ भने तपाईहरुको इच्छा हुन्छ भने 4 मा मैले बनाएकै छैन। हैन भने मेरो लडाई छ। म त्रिवेणीदेखि लगाएर सोस्तासम्म यो 5 नम्बर प्रदेशमा पर्छ भन्ने मेरो पूर्ण विश्वास छ। आगामी दिनमा नवलपरासी क्षेत्र नम्बर 6 का लागि कस्ता कस्ता योजनाहरू ल्याउनु भएको छ? आगामी दिनको लागि मैले सबभन्दा पहिला किसानको सिँचाइको लागि, दोस्रो विद्युतको लागि, तेस्रो नेपाल गण्डक पश्चिमीलाई एउटा तपाईको यो नयाँ अहिले नेपाल गण्डक पश्चिमी नहरमा जम्मा 300 केसेस पानी दिन्छ भारत त्यो आउँछ। त्यसमा मैले 1000 केसेसको लक्ष्य राखेको छु र साथै यहाँका युवाको उत्थानको लागि कृषि माध्यमबाट या उद्योग माध्यमबाट पनि युवाले एउटा उद्योग लगाउन् वा कृषि माध्यमबाट विभिन्न कार्यक्रम आएको छ त्यो कार्यक्रममा उनीहरू अगाडि बढ्नुन्। त्यसको लागि के सहयोग गर्नुपर्छ म युवा भाइहरूको साथमा गएर सहयोग यो उनीहरूले स्थापित विदेश जानबाट मैले नगइकन यहाँ आफ्नो एउटा रोजगार गरेर सानोसँग यो देशमा बस्नु भन्ने मेरो आफ्नो लक्ष्य हो। अलिकति मधेसी मोर्चामै फेरि आउन चाहे। अब तपाईहरुले ल्याएको एउटा चाहिँ संघीय आयोगलाई चाहिँ अलिकति शक्तिशाली बनाउने अनि जसका लागि चाहिँ संविधानको धारा 274 लाई क्यान्सल गरेर सहमतिमा ल्याउने एउटा कुरा थियो। त्यो कुरालाई ठाडै अलिकति बहिष्कार गरिदियो मधेसी मोर्चाले, यसो किन?
अहिले त्यसमा अब मधेसी मोर्चाको के आफ्नो निजी स्वार्थ होला, जनताको कुनै स्वार्थ छैन, नेताहरूको स्वार्थ होला मधेसी मोर्चाको। तर जनताले तपाईँले एउटा कुरा के भनौँ, जनताले शान्ति खोजेको छ र उसले विकास खोजेको छ। यो नेताहरूको आफ्नो केही स्वार्थ छ, त्यो स्वार्थले नेताहरू भ्रमित छन्, तर जनता भ्रमित छैन। मधेसी मोर्चा असन्तुष्ट हो या मधेसी नेतृत्व? मधेसी नेतृत्व। मधेसी नेतृत्व खासमा किन? अब त्यसको त त्यो नेताहरू सोध्नुपर्छ, अब त्यो उहाँको नेता किन भ्रमित छन्, जनताको किन छैनन्, जनताले चाहेको त्यसको साथमा किन परेका छैनन्, त्यो उहाँहरूले काठमाडौँ फर्केर गाउँ आएर चाहिँ जनतासँग सोध्नुपर्छ। मधेसी मोर्चा नेताहरूले आखिर तपाईँहरू के चाहनुभएछ, त्यो इच्छा, जनताको इच्छा बुझेर बल्ल माथि चाहिँ कुरा गर्नुपर्छ। तर त्यो हुन सकेको छैन मधेसी मोर्चाको नेताहरू। देशकै ठुलो अलिकति प्रजातान्त्रिक शक्ति हुनुहुन्छ, संसदमा पनि अलिकति बलियो स्थिति छ तपाईँहरूको, अनि त्यो बलियो स्थिति भएर अल्पमतलाई भनौँ न, लोकतन्त्रमा त अल्पमतको पनि कदर गर्नुपर्ने हो, त्यो थोरै मतको मधेसी मोर्चाको कदर नगर्नु भएको हो कि के हो त यस्तो? होइन, हामी त पल्ट हाम्रा नेता शेरबहादुरजी लगायत विभिन्न नेपाली काङ्ग्रेस नेताहरू उहाँको कदर गरेका छन् र बोलेका छन्। हाम्रो शेखरजी, हाम्रो मान्य शेखर कोइरालाजी वा शशाङ्क कोइरालाजी वा सिटौलाजी लगायतका नेताहरू मधेसी मोर्चाको मागको लागि चाहिँ उहाँहरूसँग पहल गरिरहेको छु र आवाज उठाइराख्नुपर्छ। र मैले पनि आफ्नो ठाउँबाट, तपाईँले याद होला सायद मैले सदनमा बोलेका थिएँ, जब सामान्य प्रधानमन्त्री भारत राज्यको भ्रमण जानुभएको थियो, त्योभन्दा 2 दिन पहिला मैले सदनमा भनेको थिएँ, सामान्य प्रधानमन्त्रीजी तपाईँ भारत राज्य भ्रमणमा गइराख्नु भएको छ र जानुभन्दा यो मोर्चा, तराई मोर्चाको समस्या समाधान गरेर जानु होला मेरो अनुरोध छ भन्ने मैले कुरा राखेको थिएँ सदनमा। अब भने लगभग कार्यक्रमको अन्त्यमा आउन थालिसकेका छौँ। अन्त्यमा सामुदायिक रेडियो दाउन 103.4 मेगाहर्ज सुन्ने श्रोतालाई के भन्न चाहनुहुन्छ? श्रोतालाई त म हृदयदेखि धन्यवाद दिन चाहन्छु र साथै सारा यो नवलपरासीको दाउन एफएमका सुनिरहेका साथीलाई म के भन्न चाहन्छु कि तपाईँहरू शान्तिपूर्वक, तपाईँले नेपाली काङ्ग्रेसलाई जसले अहिलेसम्म यसको इतिहास बोकेको छ, यसलाई आउने स्थानीय निर्वाचनमा विजय गराउनुहोस् र यो देशमा विकास र शान्ति कायम गर्नुहोस्, यही म भन्न चाहन्छु। अलिकति अस्वस्थ हुँदै पनि कार्यक्रम स्थानीय निर्वाचन विशेष कार्यक्रमलाई नै भनेर जसका लागि तपाईँले समय निकालिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद माननीयजी। त्यसको लागि परासी दाउन एफएमलाई पनि धन्यवाद दिन चाहन्छु र साथै मलाई बोलाएर जुन हाम्रो जिल्लाका साथीहरूलाई, यहाँका जनतालाई, यहाँ बुद्धिजीवीहरूलाई मेरो 2 शब्द सुन्ने मौका दिनुभयो, यसको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। आदरणीय श्रोता, मूलत कार्यक्रम स्थानीय निर्वाचन विशेष कार्यक्रममा रहेर आज नवलपरासी क्षेत्र नम्बर 6 का सांसद देवकरण कलवार सन्तुसँग स्थानीय निर्वाचनका विशेषमा बहस गरेका थियौँ। आखिर मधेसी मोर्चालाई सन्तुष्टमा ल्याउनको लागि नेपाली काङ्ग्रेसले खेलेको जिम्मेवारी पूर्वक भूमिका के हो र यसले खेल्ने बटम लाइन के हो, सो विषयमा कुराकानी गरेका थियौँ। यो कुराकानी सुनिसकेपछि तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, त्यस्तै सामुदायिक रेडियो दाउन 103.4 मेगाहर्जमा पत्रचार गरेर पनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। साथै कार्यक्रमको बारेमा केही टिक्का टिप्पणी भएमा रेडियो दाउन fm@gmail.com मा मेल गरेर सल्लाह सुझाव दिनु हुन अनुरोध गर्दै यतिन्जेल कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद, विशेष धन्यवाद प्रविधिका युवराज पोखरेललाई दिँदै स्थानीय निर्वाचन विशेष कार्यक्रम बुधबारदेखि आइतबारसम्म लगातार हरेक दिन बिहान 8:30बाट सुरु भएर आउने गर्दछ। कार्यक्रम सुन्न नबिर्सिनु होला भन्दै म मनिष अधिकारी पनि बिदा हुन चाहे। नमस्ते।